जय श्रीमन्नारायण। राधे राधे। जय श्री सीताराम। जगदम्बा भवानी को जय। सांब सदा शिव को जय जय। लक्ष्मीनाथ समारम्भां नाथयामुन मध्यमाम् अस्मदाचार्य पर्यन्तां वन्दे गुरु परम्पराम्। श्रीमद् देवी भागवत को सप्तम स्कन्द देवी गीता पाठ गर्ने क्रममा 36औं अध्याय पाठ गर्न गइराखेको छु। यस अध्यायमा भगवतीद्वारा हिमालयलाई ज्ञानोपदेश ब्रह्म स्वरूपको वर्णन गर्नुभएको छ। देवी भन्नुहुन्छ, हे महाराज, यस प्रकार आसनमा सम्यक विराजमान भएर योगले युक्त चित्त भएको साधकले निष्कपट भक्तिका साथ म ब्रह्म स्वरूपिणी भगवतीको ध्यान गर्नुपर्दछ। जो प्रकाश स्वरूप सबैको अत्यन्त समीप स्थित हृदय रूपी गुफामा स्थित हुनाको कारण गुहाचर नामले प्रसिद्ध परम तत्त्व छ। त्यसैमा जति पनि चेष्टायुक्त श्वास लिने तथा आँखा खोल्ने चिम्लने प्राणी छन् ती सबै त्यस ब्रह्ममा नै कल्पित छन्। जो प्रकाश स्वरूप सबैको अत्यन्त समीप स्थित हृदय रूपी गुफामा स्थित हुनाको कारण गुहाचर नामले प्रसिद्ध परम तत्त्व छ। त्यसैमा जति पनि चेष्टायुक्त श्वास लिने तथा आँखा खोल्ने चिम्लने प्राणी छन् ती सबै त्यस ब्रह्ममा नै कल्पित छन्। जो सत्कारण रूप माया तथा असत् कार्य रूप जगत यी दुवैको अपेक्षा श्रेष्ठ प्राणीहरूको ज्ञान भन्दा पर अर्थात् उनीहरूको ज्ञानको अविषय सर्वोत्कृष्ट तथा सबलाई प्रकाशित गर्ने अणु भन्दा पनि अणु सूक्ष्म छ र जसमा सबै लोक तथा त्यसमा रहने प्राणी स्थित छन् त्यस ब्रह्मलाई तपाईँ जान्नुहोस्। जुन अक्षर ब्रह्म छ त्यही सबैको प्राण हो, त्यही वाणी हो, त्यही सबैको मन हो, त्यही परम सत्य तथा अमृत स्वरूप हो। अत हे सौम्य पर्वतराज, त्यस भेदन गर्न योग्य ब्रह्म स्वरूप लक्ष्यलाई भेदन गर्नुहोस्। हे सौम्य, उपनिषद रूपी महान धनुशास्त्र लिएर त्यसमाथि उपासनाद्वारा तीक्ष्ण गरिएका बाणलाई स्थापित गर्नुहोस् र यसपछि विषयहरूबाट विरक्त र भगवत भावित चित्तद्वारा त्यस बाणलाई खैचेर त्यस अक्षर रूप ब्रह्मलाई लक्ष्य गरी भेदन गर्नुहोस्। प्रणव धनुष, जीवात्मा बाण र ब्रह्म त्यसको लक्ष्य बताइएको छ। प्रमाद रहित भएर त्यसको भेदन गर्नुपर्दछ र बाण झैँ त्यसमा तन्मय हुनुपर्दछ। जसमा स्वर्ग, पृथ्वी, अन्तरिक्ष र सम्पूर्ण प्राणहरू सहित मन ओतप्रोत छ त्यसै एक मात्र परब्रह्मलाई जान्नुहोस् र अन्य कुराको परित्याग गर्नुहोस्। भवसागरबाट पार हुनका लागि यही अमृतको सेतु हो। रथका पाङ्ग्रामा लागेका अराहरू झैँ जुन हृदयमा शरीरका नाडीहरू एकत्रित स्थित छन् त्यसै हृदयमा विविध रूपमा प्रकट हुने परब्रह्म निरन्तर संचरण गर्दछन्। संसार समुद्रबाट पार हुनका लागि ओम यस प्रणव मन्त्रको जपद्वारा परमात्माको ध्यान गर्नुहोस्। तपाईको कल्याण होस्। त्यो परमात्मा अन्धकारदेखि सर्वथा परब्रह्म लोक स्वरूप दिव्य आकाश हृदयमा प्रतिष्ठित छ। त्यो परब्रह्म मनोमय छ र सबैको प्राण तथा शरीरको नियमन गर्दछ। त्यो समस्त प्राणीहरूको हृदयमा निहित रहेर अन्नमय स्थूल शरीरमा प्रतिष्ठित छ। जुन आनन्द स्वरूप तथा अमृतमय परमात्मा सर्वत्र प्रकाशित भइरहेको छ त्यसलाई विज्ञान अपरोक्षानुभूतिद्वारा बुद्धिमान पुरुषले यथार्थ दृष्टिगत गर्दछन्। त्यस कार्य कारण रूप परमात्मालाई देखेपछि यस जीवको हृदयको ग्रन्थि भेदन हुन्छ अर्थात् अनात्म पदार्थहरूमा स्वरूपाध्यास समाप्त हुन्छ। सबै सन्देह दूर हुन्छन् र सबै कर्म क्षीण हुन्छन्। त्यो निष्कल व्यापक ब्रह्म स्वर्णमय परकोश आनन्दमय कोशमा विराजमान छ।
तो शुभ्र तथा परम प्रकाशित वस्तुहरूको पनि प्रकाशक छ। त्यसलाई आत्मज्ञानी पुरुषले नै जान्न पाउँदैछन्। त्यहाँ न त सूर्य प्रकाश फैलाउन सक्दछन्, न चन्द्रमा र ताराहरूको समुदाय नै, न यी बिजुली नै त्यहाँ प्रकाशित हुन सक्दछन्। फेरि यो लौकिक अग्नि कसरी प्रकाशित हुन सक्दछ? त्यही ब्रह्म प्रकाशित भएपछि सबै प्रकाशित हुन्छन्। यो सम्पूर्ण जगत त्यसैको प्रकाशबाट आलोकित हुन्छ। यो अमृत स्वरूप ब्रह्म नै अगाडि छ, यो ब्रह्म नै पछाडि छ र यो ब्रह्म नै दायाँ तथा बायाँतिर स्थित छ। यो ब्रह्म नै माथि तथा तल फैलिएको छ। यो समग्र जगत सर्वश्रेष्ठ ब्रह्म नै हो। जसलाई यस प्रकारको अनुभव हुन्छ, त्यो श्रेष्ठ मनुष्य कृतार्थ हुन्छ। ब्रह्मलाई प्राप्त गरेको पुरुष नित्य प्रसन्न चित्त रहन्छ। त्यो न शोक गर्दछ तथा न कुनै प्रकारको आकांक्षा नै राख्दछ। हे महाराज, भय अरूबाट हुने गर्दछ। द्वैत भाव नरहेपछि संसारबाट भय हुँदैन। त्यस ज्ञानीबाट मेरो कहिले वियोग हुँदैन र मबाट त्यस ज्ञानीको वियोग कहिले हुँदैन। हे पर्वत, तपाईँ यो निश्चित जान्नुहोस् कि म नै त्यो हुँ र त्यही मेरो स्वरूप हो। जुनसुकै स्थानमा ज्ञानी रहन्, तिनलाई त्यही मेरो दर्शन भइरहन्छ। म कहिल्यै पनि न तीर्थमा, न कैलाशमा तथा न त वैकुण्ठमा नै निवास गर्दछु। म केवल आफ्ना ज्ञानी भक्तहरूका हृदय कमलमा निवास गर्दछु। मेरा ज्ञान परायण भक्तको एक पटकको पूजाले मेरा करोडौं पूजाहरूको फल प्रदान गर्दछ। जसको चित्त स्वरूप ब्रह्ममा लीन भयो, त्यसको कुल पवित्र भयो। त्यसकी जननी कृतकृत्य भइन् र पृथ्वी त्यसलाई धारण गरी पुण्यवती भइन्। हे पर्वत श्रेष्ठ, तपाईले जुन ब्रह्म ज्ञानको सम्बन्धमा सोध्नु भएको थियो, त्यो सब मैले बताइदिएँ। अब यसको विषयमा बताउन योग्य थप केही बाँकी छैन। भक्ति सम्पन्न तथा शीलवान जेठो पुत्र तथा यसै प्रकारका गुणवान शिष्यलाई यो बताउनु पर्दछ। अरू कसैलाई यसको विषयमा कहिल्यै प्रकाशित गर्नु हुँदैन। जसको परम देव परमेश्वरमा परम भक्ति छ तथा जुन प्रकार परमेश्वरमा छ त्यसै प्रकार गुणमा पनि छ भने त्यस महात्मा पुरुषको हृदयमा नै यी बताइएका रहस्यमय अर्थ प्रकाशित हुन्छन्। जसद्वारा यस ब्रह्म विद्याको उपदेश दिइन्छ, त्यो साक्षात् परमेश्वर नै हो। उपदिष्ट विद्याको प्रत्युपकार गर्नमा मनुष्य सर्वथा असमर्थ छ। यसैले त्यो गुरुको सदा ऋणी रहन्छ। ब्रह्म जन्म प्रदान गर्ने, ब्रह्म तत्त्वको साक्षात्कार गराउने गुरुलाई माता पिता भन्दा पनि श्रेष्ठ बताइएको छ। किनभने माता पिताबाट प्राप्त जीवन त नष्ट हुन्छ, तर गुरुद्वारा प्राप्त ब्रह्म जन्म कहिल्यै नष्ट हुँदैन। हे पर्वत, तस्मै न द्रुहोत्, अर्थात् ती गुरुसित द्रोह गर्नु हुँदैन इत्यादि वचन वेदले पनि भनेका छन्। अतः शास्त्र सिद्धान्त यो छ कि ब्रह्म ज्ञान दाता गुरु सबैभन्दा श्रेष्ठ हुन्छन्। हे नग, शिव रुष्ट भएमा गुरुले रक्षा गर्न सक्नुहुन्छ, तर गुरु रुष्ट भएमा शङ्करले पनि रक्षा गर्न सक्नुहुन्न। अतः पूर्ण प्रयत्नपूर्वक गुरुलाई सन्तुष्ट राख्नु पर्दछ। तन मन वचनले सर्वदा गुरु परायण रहनु पर्दछ, अन्यथा कृतघ्न हुनुपर्नेछ। कृतघ्न भएपछि उद्धार हुँदैन। कुनै पूर्व समयको कुरा हो। अथर्वण मुनिद्वारा इन्द्रसित ब्रह्म विद्याको याचना गरिएपछि इन्द्रले अथर्वण मुनिलाई ब्रह्म विद्या यस शर्तमा बताउनु भयो कि अरू कसैलाई बताएमा तपाईको शिर काटिदिनेछु। अश्विनी कुमारहरूले याचना गरेपछि मुनिले उनीहरूलाई ब्रह्म विद्याको उपदेश गरिदिए र इन्द्रले अथर्वण मुनिको शिर काटिदिए। त्यसपछि सुरश्रेष्ठ दुवै वैद्यले अथर्वण मुनिको शिर काटिएको देखेर घोडाको शिर जोडिदिए। हे भूधर, हे पर्वतराज, यस प्रकार महान सङ्कटबाट सम्पादित हुने ब्रह्म विद्यालाई जसले प्राप्त गर्यो त्यही धन्य तथा कृतकृत्य हो। यसरी देवीले हिमालय पर्वतराजलाई
ब्रह्म विद्या बताउनु भयो र यो 36औं अध्याय पनि समाप्त भयो। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। जय होस्, मङ्गल होस्, जय जय होस्। जगदम्बा भवानीको जय होस्। वैष्णवी देवीको जय जय होस्। जय श्रीमन्नारायण।